एक बोरा तल लगेर कुटाऊ होइन हजुर हजुर एक बोरा तल लगेर कुटाऊ यो चाहिँ के अरे यो चाहिँ डाँडो खेती के पो अरे ठाउँ नाम डाँडा गाउँ ल डाँडा गाउँको हो यो बाटो यस्तो छ डाँडाको बाटो ननस्टप बल्लीदेखि के अरे हुन्छ डाँडा गाउँदेखि बल्लीसम्मको भ्लग स्कुटी भ्लग आरामले गइरहेको छु 12 बजी 12:45 भइरहेछ अहिलेको समय होइन हाम्रो यहाँ राइडर हुनुहुन्छ भिनाजु बुद्धिमान खत्री पछाडि म छु यहाँ भेषराज यो ठ्याक्कसँगले जनजागृति मार्ग आइपुग्यो हो निस्क्यो जनजागृति मार्ग हामी पुलमा आइरहेका छौँ यो चाहिँ विराटचोक विराटनगर मार्गमा हामी प्रवेश गरेका छौँ अहिले हो यता विराटनगर पुगिन्छ भने यता आएको छ विराटचोक बाटो बन्दैछ धमाधम कार्य भइरहेको छ सडक निर्माणको अगाडि बढिरहेको छ ठ्याक्क अगाडि बढिरहेको छ अगाडि छ सिने यो चाहिँ हामी विराटचोक छक्रक्क आइपुग्न आँट्यौँ यता आउँदैछ गाडी
विराचोकको दृश्य हामी हेरिरहेछौँ अहिले। अब हामी एसियन हाइवे महेन्द्र हाइवेमा प्रवेश गरेका छौँ। अब हामी एसियन हाइवे पूर्व पश्चिम राजमार्ग महेन्द्र राजमार्ग पनि भन्छ यसलाई होइन। अब हामी पूर्वतर्फ गइरहेछौँ। खर छ गोर्खा किचन विराचोक अनि हामी अगाडि छौँ। ट्राफिकहरू त्यहाँ बसिरहेछ। ट्राफिक पनि बसिरहेको सरहरू मामा आमाहरू बसिरहनु ठिक छ ठिक छ। मामाहरू हुन्छ यता भक्तसँगले भन्साको भेट भयो। मामाहरूले के गर्नु भनेर रोक्नु भएन हामीले चाहिँ। बेलबारीको मामाहरूबाट पट्टी अनि पट्टी छ। आजको बेलबारीको मामाहरूको के हुन्छ सुकुना पाइने पुल बिचमा पनि हुनसक्छ। हजुर मामाहरू बिचमा नि हुनसक्छन्। हुनसक्छ सक्नुहुन्छ। सक्छन् भाइहरू। छिटो गयो कि उँधोबाट गयो कि क्या हो? मुद्दाबाट होला हौ। हामीले यहाँ प्रेमजीलाई हामीले दाजुलाई देखेका छैनौँ। हामीभन्दा अघि अगाडि हिँड्नुभएको थियो। सायद भेटिन्छ होला हेर्दैछौँ बाटोमा। 12 बजेको भिड हो यो। 12 बजेको भिड हो। मान्छेहरू काम 12 बजेको भिड बाटोमा निस्किया छन्। म धेरै बेर ट्राई बसेर यहाँ जाँदैछन्। यो हामीले ठ्याक्कै भेटिहाल्यौँ अब। हाम्रो सिटी चाहिँ यता जाँदैछौँ। सँगै यो सँगै जाउँ न सँगै। अब हामी यहाँ पछि पछि हुन्छौँ। यहाँ यता हाम्रो दाजु यहाँ धानले हामीले आएको थियौँ जाँदै हुन्छौँ। बोरा झर्दै क्या अब गर्दैन होला। हक राम्रो बनाऊ है। भ्लग राम्रो बनिरहेछ पछि पछि। ट्याक्कै फेसबुकमा हाल्नुपर्छ। 1 घन्टा हेरौँ न। ट्याक्क युट्युबमा हौ युट्युबमा कसरी हाल्नु मिल्छ? मिल्छ। कसरी? च्यानल बनाउनु छ मिलिहाल्छ। यहाँ भिनाजुको यहाँ हामी चाहिँ यता आउँछ पनि। हिँडिरहेको छौँ। हँ? आउँछ टक्क लाएर टक्कसँगले हामी किच्चा दाँते यता ऐना देखिन्छ यहाँ देखिन्छ मान्छेहरू। ल ल ल ल गइजहरू हामी जाँदैछौँ भट्टाभट। अगाडि त हाम्रो सिटी नै हो। यो अगाडिको पनि हाम्रै गाडी हो सिटी हो। यसलाई ओभरटेक गर्न मिल्दैन। हामी आज धान ठेसर हाम्रै खेतको धान ठेसर गरेर लगेको। आज लगेको हजुर आज लगेको हजुर लगिदिएको। डाँडागाउँ भन्ने के अरे गाडी चोकको डाँडागाउँ सट्ट सिसौघारीबाट यता चाहिँ ठ्याक्क काम भइरहेको छ। सिसौघारीबाट पूर्व छिरेर जनजागृति मार्गबाट दक्षिण झरेर बढिसकेका छौँ फेरि गाइजहरू।
बाटो एकदम अप्ठ्यारो छ यहाँ। बाटो एकदम यो अहिले एसियन हाइवे बन्ने क्रम छ। यो बाटो बनेपछि त फेरि यहाँ त अनि के को गतिमा पछिको गतिमा कि खरै गतिमा कुद्छ गाडीहरू। आज कति गते? 12 1 बजे। कति गते? कति गते? आज 6 गते 2082 साल 20 मङ्सिर 6 गते। 6 गते। जाने कार्लकमा हामीले 1.5 बिघा धानको चाहिँ खेती गरेर ल्याएका हौँ। जम्मा जम्मी 1 सिटी नि भएन। धान लडेको थियो पुरै। परदेश 102 004 ह 2180 को सिटी को नम्बरको सिटी। लोहन्द्रा फुल खाएको आइपुग्यौँ हामी। लोहन्द्राको पुल हामी चाहिँ जाने तरिरहेछौँ, गइरहेछौँ। मातृभाग्य जनकपुरदेखि आइपुग्यो। हाम्रो यता पहाडको दृश्य रहेको छ। एकदम राम्रो राम्रो पहाडहरू देखिन्छ। हाम्रो डल्फिनहरू आउँदैछ हेर पछाडि। डल्फिन गयो। मात्रै आउँदैछ तलतिरबाट। यो घट्टै मात्रै जाँदैछ तलतिरबाट। को खाना बोकेर गएन उता। ढुङ्गा लुगा कपडा बोकेर गएन। गयो। बेलबारी त्यहाँबाट पारेर बेलबारी आइपुग्यौँ। बेलबारी बजार ल्यान्ड रोभर गाडी जस्तै आइपुग्यो। बेलबारीको दृश्य अवलोकन गराउँदैछौँ। बिसोम डाक्चल सामुदायिक
पुरानो बेलबारी प्रवेश गरिसकेका छौँ। पुरानो बेलबारी यात्रा कस्तो हुँदैछ त? यात्रा एकदम ठिकै राम्रै छ, गइरहेको छौँ। मामाहरूको चेकिङ छैन क्या आज बेलबारीमा। मामाहरूले चेकिङ गरेर हामी छौँ। मामाहरू त सुत्नको आराम गर्न गयो जस्तो छ भन्दा पनि हो। अब बसिरहनु भएको छ नि हो, कता आराम गर्नु। टक्क लाएर घरसम्म त बनाउने, जो घरसम्म त बनाउने। आराम न, रोक्दै रोक्दै भए पनि बगे जट्टोसँगले मामाहरूको पनि आइरहेछ बुढाहरू। इन्डियन गाडी छ हात। बाटो निर्माण भइरहेछ। हजुर, बाटो निर्माण भइरहेछ, निर्माण कार्य। अब हामी जङ्गल प्रवेश गऱ्यौँ यसरी चटचट। जङ्गल प्रवेश धेरै चट्ट बाटोमा आएर यो स्पेस कति ठुलो राख्नु? हजुर, यो स्पेस कति ठुलो राखेको नि? ठुलो छ नि। बेताना सिमसार छिर्ने, बेताना सिमसार छिर्ने। के छिर्नु भोलि बसी जाउँला न, जाउँला अहिले। सबजना आउनुपर्छ एक दिन चट्ट पारामा। सिटीले धेरै धुवा उडाउँदो रहेछ। हाम्रो सिटीले धेरै धुलो उडाउँदो रहेछ। भन्दै बोल्दै हेर्नुको के भन्न चाहनुहुन्छ तपाईँ? अझ के भन्न चाहनुहुन्छ? म चाहिँ माथि बसेर म त फकफक भन्न चाहन्छु। बेताना सिमसार सिमसार पनि हामी देखाउनेछौँ नि, देखाउनेछौँ नि यहाँबाट। बुलेट लाउरे किन्जुरी आइसक्यो, देख्नु नि आज किन्जुरी छिटो आउँछ भनेर कि मैले
ठ्याक्कै 1 बजी आइपुग्यो यहाँ तेह्रथुमबाट 1 बजी आइपुग्यो बेतन सर यो भन्दा सप्तकोशी अघि आइसक्यो भोजपुरको लैजा चरी आमाको मातृभाइ लैजाचारी हावासरी यो चिठीको उत्तर आउने गरी तिनजुरे हाम्रो भाइले के गर्दैछ यहाँ तिनजुरे सुरजको गाडी होला सुरजको सुरज थापाको गाडी हो क्या यो तिनजुरे चट्ट हाम्रो एसियन हाइवे यस्तो बिच भइसक्यो यता लु बेतनदेखिकै अवस्था यस्तो छ है राम्रो चट्ट पारामा भिडभाड पनि टन्नै भइरहेको हौ द्रुत गतिमा भइरहेको त ल गाईको गाडी हेर्नु त गाई बोकेको यो बाटो चाहिँ हाल्नुपर्छ क्या किनाजु यस्तो बाटो बन्दै गरेको छ नि त दामी देखिन्छ क्या अनि भ्युज पनि हेर्नु नि र यो दृश्य चाहिँ लक्ष्मी मार्ग पुग्नुभन्दा अगाडि के हो पूर्व लक्ष्मी मार्ग पश्चिमको बिच हाइवे हो हलुडी चोक प्रगति चोक छेउबाट यता होइन क्रस भइसक्यो क्रस भइसक्यो हो र सरल यो यस्तो सरल रह बाटो अनि ल अब यसमा स्पिड कतिको हुन्छ त सब बाटो बनेपछि त छिटो पुगिन्छ गर्दै गएको यस्तोमा चाहिँ बिस्तारै हाल्नु पर्ने क्या बाँदर कुदिरहेको हुन्छ अब गाडी टिटी पारेको छ गाडी बिस्तारै हेरेर कुद्नु पर्यो नि त बाँदर पनि हाल्नु भएन तिनजुरे घर जाँदैछ पल्टेको थियो नि त भिनाजु अनि अहिले उ गरेछ यसलाई बडी बनाएछ यो पल्टेर कच्चाकुच्चु भएको थियो नि त त्यो कहाँ पो पल्टेको उता कता सिद्धकोतिर कता पल्टेको थियो क्या उता फेरि अर्को बडी बनाएर छ नयाँ बनाएर छ क्या यो यो त नयाँ बाहिर पुरा नयाँ टिलेको छ नि सिद्धो माथि पल्टेको गाडी हो त्यो पहिले पल्टेको थियो क्या यो अस्ति धेरै अगाडि त्यो धेरै अगाडि पल्टेको थियो के अरे के चुङमाङ पनि परेको थियो हजुर धन्दाको माओवादीको नेता पनि परेको थियो खै त थाहा भएन त्यो पल्टेको थियो क्या त्यहाँबाट बडी बनाएर छ हामी अहिले चिसाङ पुलमा आइपुगेको छ चिसाङ भङवारी पुल छ हाम्रो पछि एउटा स्टुडियो आएकै छ अघिदेखि फलो गरेकोले पनि भिड भ्लगमा आउँछु भनेर होला पछाडि के अरे पछाडि स्टुडियो हामी छ अघिदेखि माथि आएकै छ एकजना हरियो स्टुडियो होला ठिक छ हामीले क्रस गर्न सकेको छैन उसले भ्लगमा आउँछु भनेर होला पछि हाम्रो पछि आउँदैछ
कति ड्राइभर छन् त्यसै चट्ट लाएर के आउँदैछ आउँदैछ गीत गाउँदै यो बोलाएको आउँछ पनि हाम्रो एकजना रोज भेटसम्म भएको छ के भन्छ पछाडि त्यहाँबाट फोटो पनि क्लिक आउँदैछ हामी यताबाट गएपछि गर्छ हजुर फेसी नै रहेछ नि त फेसिनै रहेछ पछाडि पनि चट्ट अघि मैदेखि विराट चौकदेखि नै पछि हो र गीत गाउँदै त्यो त आउँछ चट्ट लगाएर जोडा हजुर फुच्चे छ कुदाउने तर हाक्दो खाँदा गाडी क्या फुच्चे छ कुदाउने जोडा हाक्दो खाँदा 3-0 कुदाउने यत्रो फुच्चे छ बिचमा मङ्कीहरू छन् क्यासिनो हरायो क्या हौ मङ्कीहरू निकाल्नु मङ्कीहरू पनि छ यता मक्का आउने यस्तो छ नि त यहाँ देखेर मङ्की आउँछ क्यासिनो कता छोडियो क्यासिनो कता छोडियो गाई चरु भन्छ सलला यो हो सदाबहार उडाएको छ गाडीहरू त है सडन कहाँ भित्र पुग्छ 2 घन्टामा 2 घन्टा लाग्छ यो बाटो सबै यस्तै हुनु अनि लाग्दैन होला यस्तै स्पिड छ गाडी कुद्छ अनि 2 घन्टाको पनि लाग्दैन होला भाउने उतै यस्तो पिच आउनु भनेर स्टेटमा मात्रै ढिलो हुने हो अन्त त सन्न साँच्चै हो त रहेछ भाउनेमा त यता कट्ने ठाउँमै छैन कि क्या हो अहिले बनाएको छ त्यहाँ छैन अलिक पर होला त्यहाँबाट छिट्छ उता जाने ठाउँ छैन क्या त्यहाँनिर ट्रेन परबाट कट्नुपर्छ त्यहाँनिर उता जाने ठाउँ हुनुपर्ने हो नि त छैन यहाँनिर भाउनेमा चोक छ भनेर यहाँ उल्लेख गरेकै छैन अरे जङ्गल भनेको छ अरे अनि पर पुगेर मात्रै आउनुपर्छ यता त्यही भएर यस्तो कट्ने ठाउँ चाहिँ पर मात्रै छ यो आइसकेछ यति पर आउनुपर्छ अनि जङ्गल भन्छ यहाँ आइसक्यो यता जस्तो टट्ट नरिवलहरू देखिन्छ जङ्गलै जङ्गल छिर्नुपर्छ हजुर जङ्गलै जङ्गल छिर्नुपर्छ यो हो क्या यो अनि यो मान्छेहरूले यो यस्तो गरेको छ नि भाउनेमा त्यो बजार छ भनेर त्यहाँ नक्सामा थियो भने ठक्क यहाँनिर यस्तो घुम्नै पर्दैन थियो उता कट्नै पारिदिन्थ्यो गाडी फर्काउँदाखेरि उहाँ पर पुग्नुपर्छ अब इभीहरू खतराको छ यहाँ
सनन्न है पूर्व जान पनि राम्रो छ बाटो बन्यो भने त शीतल पो हुनु त यहाँ पनि जान त कट्छ तर परबाट कट्छ मजाले परबाटै हो